बोकेर बनिरहेको छु भिख मागेर बनिरहेको छैन मेरो बच्चा ल्याइदे के बच्चा ल्याइदे मलाई अस्ति मलाई धम्की देखाएर त आइज पनि तँलाई काटेर फालिदिन्छु यहाँनिर भनेर 70 को पुल्ने रेको बगाइदिन्छु काटेर बनाएन तैँले पर्दैन जहाँबाट लिएर गएको त्यही राति ल्याएर छोडिदे बुझिस् नि जहाँबाट लिएर गएको थिएँ त्यहाँनिर ल्याएर छोडिदे बच्चाको लागि म कति हो आमा हो बा होइन त्यतिकै छोडिदिएर आमा हो बुझ्यो नि आमाको माया कति हुन्छ बच्चाको लागि भिख मागेको तँसँग मैले तँलाई थुक चटायो भने चाच्छु म तर मेरो बच्चा ल्याइदे भनेर हो कि होइन कोसँग कसलाई मैले फोन गरिनँ रुइरहेको छु रात दिनु रुइरहेको छु म बच्चाको लागि राति बुझिस् नि बुझिस् नि के गरेर होइन कुरा गर्न दिएको छैन 2 महिना हुनलाई कुरा एक शब्द गर्न दिएको छैन मेरो बच्चाहरूको अगाडि हरेक कुरो म बोला खानेको छ कसको नम्बरबाट गर्नु मेरो बहिनीहरूको नम्बरबाट पनि बोला खानेको छ सबैको नम्बरबाट बोला खानेको छ अब यो मिडियामा आयो होइन यो फोटोहरू आयो यो हरेक कुरो प्रमाणित भयो होइन हरेक कुरो आयो मिडियामा अनि ऊ खोलेर हुँदैन त मलाई डाइरेक्ट फोन गर्न पर्दैन ओइ रन्जु तैँले किन यस्तो गरिस् भनेर भन्न सक्दैन थिइस् फोन गरिस् मलाई एकल पनि